देश अहिले यदि कुनै अवस्थामा देश राम्रो अवस्थामा छ भने अहिलेको अवस्थामा छ। यति राम्रो अवस्थामा यो देश कहिले पुगेकै थिएन अहिलेसम्म। किनभने अहिले हाम्रो देशमा भ्रष्टाचार भन्ने चाहिँ निर्मूल भएको छ। एउटा देश हुनको लागि उसले अर्को देशसँग एग्रिमेन्ट गर्न सक्ने उसको क्षमता हुनैपर्छ, नभएसम्म त्यो देश हुँदैन। त्यो जुन यो हामी भन्छौँ नि के अरे असंलग्न परराष्ट्र नीति, त्यो असंलग्न परराष्ट्र नीति आजकल कसैले पनि सुन्दैन त्यो कुराहरू। यो पञ्चशील इत्यादि कुरा काम लाग्दैन। अब लाग्ने के हो भने त्यो देशलाई गएर हामीसँग यसरी बिजनेस गऱ्यौँ अथवा हामीले यसरी एकअर्कालाई रेस्पेक्ट गऱ्यौँ भने तपाईँलाई नै फाइदा हुन्छ, हामीलाई नि फाइदा। प्रत्येक देशसित त्यस्तै निर्णय लिएर त्यस्तै आर्गुमेन्ट लिएर जानु पर्यो। एग्रिमेन्ट हरेक देशसित हुनै पर्यो। नेपाललाई सभरेन देश भन्ने चाहिँ 1923 को ब्रिटिस इन्डियासित फारेछ अघि। त्यसपछि गएर 1950 मा हामीले इन्डियासित एग्रिमेन्ट गऱ्यौँ है। त्यो एग्रिमेन्ट गरेपछि चाहिँ हाम्रो अलिकति हामी खस्केका छौँ। 1950 ले गर्दाखेरि अलिकति खस्केका छौँ र 1960 मा चाइनासित जुन हामीले एग्रिमेन्ट गऱ्यौँ त्यो अत्यन्त राम्रो एग्रिमेन्ट नेपालको लागि। त्यो एउटा इक्जाम्पल छ। हामीले इन्डियासित पनि त्यस्तै एग्रिमेन्ट, जसरी चाइनासित हाम्रो एग्रिमेन्ट भयो त्यही अनुसार चाहिँ हामीले इन्डियासित पनि एग्रिमेन्ट गर्नुपर्ने छ। हामीले इन्डियासँग उसको कन्फिडेन्स लिएर हेर्नुहोस् है। आजकल यो रुल यसले दिनुपर्छ उसले गर्नुपर्छ भन्ने छैन। आजकल डिप्लोमेसी भने चाहिँ हामीले उसलाई कसरी सम्झाएर तिम्रो पनि फाइदा होस् हामीलाई पनि फाइदा होस्, विन विन सिचुएसन हुन्छ। नेपाललाई इन्डियाले यसरी ट्रिट गर्नुपर्छ, चाइनाले यसरी ट्रिट गर्नुपर्छ, अमेरिकाले यसरी ट्रिट गर्नुपर्छ भन्ने फर्मेट हामीसँग हुनु पर्यो। हामीले उहाँहरूलाई सम्झाउनु पर्यो कि यदि हामीले यो बाटोमा गयौँ भने तिम्रो पनि राम्रो हुन्छ, हाम्रो पनि राम्रो हुन्छ। परराष्ट्र नीति भने के हो भने चाहिँ वास्तवमा एउटा देश कहलाउनको लागि अर्को देशसँग एग्रिमेन्ट गर्न सक्ने क्षमता राख्नुपर्छ, नत्र त्यो देश हुँदैन। फेरि त्यो सभरेन, हामी जुन सभरेन इक्वालिटी अफ नेसन्स भन्छौँ, एउटा देश हुनको लागि उसले अर्को देशसँग एग्रिमेन्ट गर्न सक्ने उसको क्षमता हुनैपर्छ, नभएसम्म त्यो देश हुँदैन। त्यसकारण यदि हामीले परराष्ट्र नीति बर्बाद भयो भने मतलब चाहिँ हाम्रो देश पनि बर्बाद भयो, त्यो चाहिँ हामीले भन्नै मिल्दैन। किनभने देश अहिले यदि कुनै अवस्थामा देश राम्रो अवस्थामा छ भने अहिलेको अवस्थामा छ। यति राम्रो अवस्थामा यो देश कहिले पुगेकै थिएन अहिलेसम्म। किनभने अहिले हाम्रो देशमा भ्रष्टाचार भन्ने चाहिँ निर्मूल भएको छ र अरू कुरा मिल्दै जाँदा यिनीहरूले आफ्नो नयाँ गभर्मेन्टले सिक्दैछ। तर कुनै पनि मन्त्रीले घुस खायो अथवा कुनै मन्त्रीले चाहिँ पैसा नखाइकन फाइल अगाडि बढाएन भन्ने कुरा अहिले छैन। पहिला त्यो थियो। पहिला हाम्रो सरकारमा काम गर्नेहरूको विरुद्ध त्यस्तो एक्युजेसनहरू लाग्थ्यो। अहिले त्यो नलाग्ने भएको छ। अब हामी यसको हिस्ट्रीमा, हामी फरेन अफेयर्सको हिस्ट्रीमा हेर्दाखेरि चाहिँ हामीले चाहिँ 1923 मा हामीले त्यो एग्रिमेन्ट गरेका रहेछौँ होइन, हाम्रो ब्रिटिससित। अनि त्यो एग्रिमेन्टले गर्दाखेरि चाहिँ त्यो हाम्रो लागि चाहिँ धेरै राम्रो एग्रिमेन्ट हो। नेपाललाई सभरेन देश भन्ने चाहिँ 1923 को ब्रिटिस इन्डियासित फारेछ अघि। अब त्यो एग्रिमेन्ट त्यसपछि गएर 1950 मा हामीले इन्डियासित एग्रिमेन्ट गऱ्यौँ है। त्यो एग्रिमेन्ट गरेपछि चाहिँ हाम्रो अलिकति हामी खस्केका छौँ। 1950 ले गर्दाखेरि अलिकति खस्केका छौँ। अहिले त्यो कुरा पनि मिल्दैछ। अहिले अब हामीले परराष्ट्र नीतिमा हामीले के गर्नुपर्ने छ भने हामीले इन्डियासित मिलेर त्यो एग्रिमेन्टबाट कसरी दुवै देशको सार्वभौम सत्तालाई जोगाइराख्ने, दुवै देशलाई चाहिँ राम्रो गराउने भन्ने हाम्रो सबैभन्दा परराष्ट्रको सबैभन्दा ठुलो च्यालेन्जै त्यही हो अहिले। कि चाहिँ 1950 ट्रिटीलाई इन्डियनहरूले पनि हामीलाई माया नै गरेका छन्, हामीले पनि उनीहरूलाई माया नै गरेका छौँ। तर त्यो ट्रिटी जुन छ 1923 को ट्रिटी राम्रो थियो। त्यसपछि 1950 मा आएर त्यो अलिकति बिग्रिया छ। त्यसलाई बनाउने कुरा छ। इपिजी रिपोर्ट पनि त्यसलाई पनि रिलिज गराउनु पर्ने छ।
र 1960 चाइनासित जुन हामीले एग्रिमेन्ट गऱ्यौँ त्यो अत्यन्त राम्रो एग्रिमेन्ट छ नेपालको लागि। त्यो एउटा इक्जाम्पल छ। हामीले इन्डियासित पनि त्यस्तै एग्रिमेन्ट, जसरी चाइनासित हाम्रो एग्रिमेन्ट भयो त्यही अनुसार चाहिँ हामीले इन्डियासित पनि एग्रिमेन्ट गर्नुपर्ने छ। यसमा इन्डियनहरूलाई खास समस्या छैन, तर हामीले नेगोसिएसन गर्न सकेका छैनौँ, हामीले नेगोसिएट गर्न सकेका छैनौँ। त्यसो भएर हाम्रो अहिले केही क्षमता चाहिन्छ भने हामीले इन्डियासँग उसको कन्फिडेन्स लिएर, हेर्नुहोस् है, आजकल यो रुल यसले दिनुपर्छ उसले गर्नुपर्छ भन्ने छैन। आजकल डिप्लोमेसी भने चाहिँ हामीले उसलाई कसरी सम्झाएर तिम्रो पनि फाइदा होस् हामीलाई पनि फाइदा होस्, विन विन सिचुएसन हुन्छ। नेपाललाई इन्डियाले यसरी ट्रिट गर्नुपर्छ, चाइनाले यसरी ट्रिट गर्नुपर्छ, अमेरिकाले यसरी ट्रिट गर्नुपर्छ भन्ने फर्मेट हामीसँग हुनु पर्यो। हामीले उहाँहरूलाई सम्झाउनु पर्यो कि यदि हामीले यो बाटोमा गयौँ भने तिम्रो पनि राम्रो हुन्छ, हाम्रो पनि राम्रो हुन्छ। र हामीले भन्ने के भने चाइना र इन्डियाको बिचमा हामी ब्रिज हुन्छौँ, तपाईँहरूको ट्रेड राम्रो हुन्छ, तपाईँहरूलाई पनि फाइदा हुन्छ, नेपाललाई पनि फाइदा हुन्छ, संसारलाई पनि फाइदा हुन्छ, यहाँ शान्ति आउँछ संसारभरि भन्ने भावनाबाट हामी अगाडि। अब हामी त्यो गर्न सक्छ कि सक्दैनौँ? हामीले चाहिँ पहिला के गर्यौँ भने हामीले जुन पार्टी छ नि त्यो पार्टीको उद्देश्य लिएर हामी नेगोसिएसन गर्न गयौँ। पार्टीको उद्देश्य लिएर नेगोसिएट गर्ने होइन, देशको उद्देश्य लिएर नेगोसिएट गर्नुपर्ने। देशलाई माथि लैजान कसरी के कुरा गएर मिलाएर इन्डिया अथवा चाइना जोसित गरे पनि देशलाई कसरी फाइदा हुन्छ भनेर गर्नुपर्नेमा हरेक पार्टीले आफ्नो आफ्नो एजेन्डा लिएर नेगोसिएट गर्न गइदियो। त्यसो भएर न उनीहरूले कुरा बुझे न हामीहरूले कुरा बुझ्यौँ। अहिले त्यही अलिकति गडबड परेको जस्तो छ। अब यदि त्यस्तो हो भने चाहिँ अब अहिले मौका छ। मौका के छ भने यो नयाँ गभर्मेन्ट छ, नयाँ गभर्मेन्टमा पढा लेखा मान्छेहरू पनि छन्। उहाँहरूले होमवर्क गरेर के गर्नु पर्यो भने इन्डियालाई के भन्यो भने इन्डियालाई चित्त बुझ्छ, चाइनालाई के बज्यो भने बुझ्छ, अथवा अमेरिकन युरोपियनहरूलाई के भाषाबाट कुरा गर्यो भने उनीहरूले बुझ्छन् र नेपाल हामी सबैको फाइदा हुन्छ भनेर त्यो तरिकाबाट फरेन अफेयर्स। पहिला यो फरेन अफेयर्सको रुल के थियो भने संसारभरि लागू हुने गर्ने, यस्तो गर्नु पाइँदैन उस्तो। अहिले त्यो भत्क्या छ। नियम कस्तो भएको छ भने हरेक देशले आफ्नो फरेन पोलिसी आफैले त्यो देशप्रति नेगोसिएट गर्नुपर्छ र हामीले गएर चाहिँ बार्गेन गर्ने हो। हामी तिमीले यो गर्यो भने तिमीलाई यति फाइदा हुन्छ, अनि हामीलाई यति फाइदा हुन्छ, हामी दुवैलाई फाइदा हुन्छ र सबैलाई फाइदा हुन्छ भन्ने आर्गुमेन्ट लिएर जानुपर्छ। र यसमा युनिभर्सल यो हामी भन्छौँ नि के अरे असंलग्न परराष्ट्र नीति, त्यो असंलग्न परराष्ट्र नीति आजकल कसैले पनि सुन्दैन त्यो कुराहरू। यो पञ्चशील इत्यादि कुरा काम लाग्दैन। अब लाग्ने के हो भने त्यो देशलाई गएर हामीसँग यसरी बिजनेस गऱ्यौँ अथवा हामीले यसरी एकअर्कालाई रिस्पेक्ट गऱ्यौँ भने तपाईँलाई नै फाइदा हुन्छ, हामीलाई नै फाइदा। प्रत्येक देशसित त्यस्तै निर्णय लिएर त्यस्तै आर्गुमेन्ट लिएर जानु पर्यो। एग्रिमेन्ट हरेक देशसित हुनै पर्यो, छुट्टा छुट्टै। र अब भनौँ न इन्डिया र चाइना दुईटा देश छन् भने यो गभर्मेन्टले त इन्डिया र चाइनासँग 50 वर्षको एग्रिमेन्ट गरे भयो नि दुवैतिर। ल हामी इन्डिया र चाइनालाई सँगै बोलाउँ, 50 वर्षको हामी इन्डिया चाइना नेपाल एग्रिमेन्ट गरौँ होइन। र इन्डियाको एगेन्स्टमा चाइनाको एगेन्स्टमा इन्डियालाई खेल्नुपर्ने छैन नि त। हामी तिनजना बसौँ, तिनैजना बसेर कुरा गरौँ, 50 वर्षको एग्रिमेन्ट गरौँ, इन्डिया नेपाल चाइना फ्रेन्डसिप एग्रिमेन्ट गरौँ, त्यो गरे पनि हुन्छ। अथवा युरोपियन अमेरिकनहरूको पनि इन्ट्रेस्ट होला नेपालमा, उहाँहरूसँग पनि कुरा गरौँ। अब हाम्रो यहाँ डर के हुन लाग्यो भने मानिसहरूलाई यहाँ हाम्रो न्युक्लियर मटेरियलहरू नेपालमा छ, यसमा सबैलाई इन्ट्रेस्ट हुनु छ भन्ने कुरा पनि आयो होइन। अब न्युक्लियर मटेरियल छ भने हामी एकतिर मात्र यो अमेरिकनहरूलाई मात्रै न्युक्लियर मटेरियलमा आउन दिने अथवा चाइनालाई मात्रै आउन दिने, इन्डियालाई मात्रै ल्याउन दिने त भयो भने त लडाइँ हुन्छ। यो देशमा यदि न्युक्लियर जस्तो कुरामा एउटा देशलाई प्रेफरेन्स मात्रै दियो भने लडाइँ हुन्छ। त्यसकारण हामी जति पनि देश छ जो इन्ट्रेस्टेड हुन्छ, न्युक्लियर मटेरियल भन्ने बित्तिकै
त्यसमा अमेरिकालाई इन्ट्रेस्ट हुन्छ, न्युक्लियर भन्ने बित्तिकै चाइनालाई पनि इन्ट्रेस्ट हुन्छ, इन्डियालाई नि इन्ट्रेस्ट हुन्छ। यिनीहरू सबैलाई सँगै राखेर भन्नु पर्यो, ल आओ हाम्रो देशमा हामीलाई न्युक्लियर पावर नभई भएको छैन, अनि हाम्रो देशमा यो मटेरियल छ, अब तिमीहरू बसेर एकअर्कासँग लड्ने हो भने त हाम्रो देश चौपट हुन्छ। त्यस कारण चाहिँ हामी तिनैजना सबै बसेर डिस्कस गरौँ, अनि चाहिँ त्यो त्यो कसरी हुन्छ, त्यो फाइदा तिमीहरूलाई पनि होस् हामीलाई पनि होस्। अहिले मल्टिल्याटरल डिस्कसन गर्नुपर्ने छ। अब नेपालमा त्यो क्षमता पनि छ, नेपालीहरूले अहिलेसम्म त्यति नराम्रो पनि गरेका छैनन्। तर अहिले गभर्मेन्ट कस्तो छ भने युनिफाइड गभर्मेन्ट छ, करप्सन छैन यो गभर्मेन्टमा, र यो गभर्मेन्टले अलिकति ढङ्ग पुर्यायो भने चाहिँ यो देश माथि जाने अवस्था छ। त्यस कारण चाहिँ हामीले यो फरेन अफेयर्समा अहिले ठुलो अपर्च्युनिटी छ, अहिले ओपनिङ पनि छ। अब अहिले समस्या संसारभरिको समस्या छ। अहिले समस्या कस्तो भइरहेछ भने ठुल्ठुला लडाइँहरू चलिरहेछन्, मध्यपूर्वमा ठुल्ठुलो लडाइँ चलिरहेछ, त्यहाँ डिप्लोमेसी फेल भइरहेछ। संसारको अस्तित्व नै रहन्छ कि रहँदैन भन्ने कुरा आइसक्यो। संसारको अस्तित्व, तेस्रो विश्वयुद्ध सुरु हुन्छ कि क्या हो भन्ने कुरा उठिसक्यो होइन। अब तेस्रो विश्वयुद्ध उठ्यो भने त हामी बाँचौँला नहौँला, यो फरेन अफेयर्सको कुरा गर्नै परेन। तर यदि तेस्रो विश्वयुद्ध भएन र यदि यो हामी अगाडि जान सक्यौँ भने चाहिँ अहिले यो गभर्मेन्टको लागि ठुलो अपर्च्युनिटी छ, र त्यो अपर्च्युनिटीलाई चाहिँ हामी सबैले त्यसबाट चाहिँ फाइदा लिन सक्नुपर्छ। र अहिलेको गभर्मेन्टले चाहिँ यो गर्न सक्ला जस्तो लाग्छ मलाई। र यसको लागि चाहिँ राम्रो अध्ययन गरेर हामीले चाहिँ अध्ययनको मेन कुरा चाहिँ हामीले अध्ययन गरेर जानु पर्यो, र चाहिँ सबै आइडेन्टिफाई होमवर्क गर्नु पर्यो। होमवर्क चाहिँ नेपालमा के छ इन्डियालाई दिन सक्ने, इन्डियामा के छ नेपाललाई लिन सक्ने, चाइनामा के छ नेपालले चाइनालाई के दिन सक्छ, चाइनाले नेपाललाई, अथवा संसारभरि हरेक देशसँग एउटा न एउटा छुट्टै अध्ययन चाहियो। संसारको हरेक देशसँग छुट्टै स्टडी गरेर यो देशसँग हाम्रो यसरी सम्बन्ध अगाडि बढाउन सकिन्छ। उसलाई नि फाइदा हुन्छ, हामीलाई नि फाइदा हुन्छ, र संसारलाई नै फाइदा हुन्छ भन्ने जस्तो एउटा सिद्धान्तले अगाडि बढ्नुपर्छ। अब हामीले हिजो हामीले यही डिस्कस गऱ्यौँ, र हामीले के भन्यौँ भने चाहिँ सिद्धान्त तह जो नेगोसिएट गर्छन् त्यसमा चाहिँ दुवै पक्षलाई फाइदा हुनुपर्छ, र त्यसबाट चाहिँ विश्व शान्तिलाई पनि अथवा संसारलाई पनि फाइदा हुनुपर्छ भन्ने परराष्ट्र नीति चाहिँ नेपालले तयार पारेर अगाडि बढ्नुपर्छ, र त्यसको लागि चाहिँ अलिकति होमवर्कको जरुरत छ भन्ने छ।